के हुन्छ अरे लालाको पार्क हुन्छ बिस्तारै हिँड्नु पर्यो नि हेलो एभ्रिवान होइन तिमी भन्नु त सबै के भन्नुपर्छ होइन म भिडियो गर्छु कि तिमी भन्नु न के भन्नुपर्छ अरे कहाँ जानुपर्ने हो घाँसमा हो जाँदैछु है हो खै त बाइक गर्नु पऱ्यो भरे भेट्छु ल भन्नु पऱ्यो नि नानीले भनेको छु बोकेर तार हिँड्दैछ एकदमै अप्ठ्यारो छ बाटो है नानीहरूले कोही बेला यसरी आफूसँग एकान्तमा है कामहरू गर्दै गरेको जग्गामा लानु पनि जरुरत छ किनभने नानीहरूलाई केही कुरोको इन्फर्मेसनहरू याद हुँदैन अगाडि के भन्दैन के भएन कता हो के भन्दैन नानीहरूले कति कुरा क्युरियोसिटी पनि हुन्छ है त्यो नानीहरूलाई हामीले एन्सरहरू दिँदै जाँदाखेरि माइन्डमा त्यो सेभ हुँदै जान्छ अनि कति कुरा चाहिँ हाम्रो आमा बाबाले के गर्छ कस्तो गर्छ है त्यो कल्चरहरूलाई पनि उहाँले सानैदेखि मजाले बुझ्दै जान्छ त्यसलाई देखाउन चाहे है हामी तल बारी छ है यहाँ त जङ्गलै जङ्गल देख्छ त्यहाँ हामी गएर चाहिँ यो जग्गामा चाहिँ घाँस काटेर फर्किनेछौँ तपाईँले बारीको दृश्यहरू पनि देख्नुहुँदैछ है सुन्तले यो अलिकबाट सिगिङ छ माथि टपमा तपाईँले देख्दै गर्नुभएको डाँडा चाहिँ मङ्गलबारी हो माथि टपमा हुर्काउँ छ है त्यस्तै छ हाम्रो गाउँले परिस्थिति र हाम्रो ठाउँको दृश्यहरू चाहिँ कहाँ बस्थ्यौँ त्यो राइट साइड हो तिम्रो राइट ह्यान्ड कुन हो त्यता हो नि त लेफ्ट कुन हो हामी कता जान्छौँ हामी लेफ्टमा जान्छौँ है के भयो थ्याट कसरी लड्यो अन्त फ्ल्याक्कै लड्यो अब उठ न अन्त हो र त्यहाँ कसरी लड्यो लास्टमा चाहिँ ए जो के कस्तो हुँदैछ हौ ल हो हे प्रभु के भएर प्रभु भन्दैछ भिन्न त घाँस काटिसकेर चाहिँ कता जाने हौ कसकोमा जाने हामी आज बुबुकोमा बुबुको घर चाहिँ उसको है साथी छ बुबु तपाईँ देख्नुहुँदैछ यहाँबाट त्यस्तो देख्दैन है यहाँ पर चाहिँ घर छ हाम्रो बुबुको उसको साथी छ है हो हो यहाँ दुईवटा बाटो सक्छ नि नानी भन्नुहोस् त जाऊ त फर्स्ट बिस्तारै ल स्लोली अब दुईवटा बाटोमा चाहिँ नानी ओके त्यति के पर्छ दुईवटा बाटोमा हामी राइटपट्टि जानुपर्छ यहाँ एउटा बाटो छ यहाँ एउटा बाटो छ कुन हो यहाँबाट यता उता फर्क यहाँ उता फर्क कुन राइट साइड राइट ह्यान्ड कुन तिम्रो विच वान इज राइट ह्यान्ड ओके भनेपछि कुन बाटो जानु पर्यो हामी अब त्यो बाटो जान्छ त्यतै हिँड लु राइटपट्टि हिँड गुड तपाईँलाई मैले अहिले नानीको एउटा एक्जामिन गरेर देखाएँ है त्यसमा उहाँलाई मैले प्र्याक्टिकली नै दुईवटा बाटो भेट्दाखेरि उसको हातद्वारा है राइट र लेफ्ट ह्यान्डद्वारा चाहिँ राइटपट्टि जानुपर्ने कि लेफ्टपट्टि जानुपर्ने भन्ने मैले बताउँदै थिएँ तपाईँले देख्नुभयो है त्यसरी नानीहरूलाई प्र्याक्टिकली पनि कन्सेप्टहरू दिनु जरुरत छ उहाँलाई क्लियर हुन्छ अब ओके यु सुड नट टेस्ट ओके इट मे बी भेरी मच पोइजनस कम अब यही खानु हुँदैन नि हौ फ्रुट्स जुन जङ्गलमा हुन्छ नि जङ्गलमा नचिने फ्रुट्सहरू चाहिँ जतिकै खानु हुँदैन किन अप्ठ्यारो छ बाटो ट्राई गराउँदैछु फेरि अप्ठ्यारो छ है हान्न नि मसँगै होसियारै देखिनँ नि मैले कसरी लड्यो फेरि ओहो उसले रिक्याप गर्दैछ है हो र हो र अलि जानुपर्छ नानी बुबु बर खेल्दै गर्छ अलिक घाँस काटेर भाइलाई काट्नु न ल साथीलाई बताउँदैछ म अहिले आउँछु घाँस बोकेर आउँदैछु भन्छ छिटो आउनुहोस् न आउनु ढिलो हुन्छ हामीलाई पनि छिटो गरिदिउँ न नानी बुबु भेट्नु अन्त घाँस छिटो छिटो कसरी काट्नुपर्छ छिटो नानी घाँस देखाइदेऊ एक्साइटेड छ है उसको साथी भेट्नु लागि पुरा माथिबाट कराइरहेको छ रेस्पोन्स गर्दैछ आउँदैछु ल भन्दैछ नानी कम फास्ट छिटो गरेर आउनुपर्छ नानी छिटो आउन अन्त यता घाँस छिटो काट्यो भने जानुपर्छ छिटो वा ल दुईजनाको भेट पनि भयो बुबु त आफै आएछ नि खोज्दै खोज्दै नि हाम्रो बुबु आउनुहुन्छ अनि खुसी आर्यो को आउनु भयो ल आउनुहोस् दुईजनाको बेस्ट फ्रेन्ड हो दुईजना गाउँमा आउनु ल हो यो तिम्रो फ्रेन्ड हो आउनुहोस् दुईजना भेट गर हक गरेर ल फर्स्ट भेट गरेर इमान चल्नु बेस्ट फ्रेन्ड ल मजाले अङ्गालो मार्नु पऱ्यो नि ठिकै छ ल
साथीहरू को आएछ फ्रेन्ड आएन नि एकै भयो दुईजना यसरी देख्नुहुन्छ है नानी पनि गरमले हत्यो है मच्छरले मैले ठोक्यो जङ्गलमा र मैले पनि तपाईँले देख्नुहुन्छ है मैले पनि एक जग्गा घाँस काटिसकेको छु भारी पनि लगाइसकेको छु तपाईँलाई अगाडि काटेर दृश्य देखाउन सक्ने किनभने नानी थियो है भिडियो गर्न सक्ने थिएन ल अनि तपाईँहरूलाई इभानको साथीको घरमै आएको छ है दुईजना मजाले खेलिरहेको छ तपाईँले हेर्न सक्नुहुन्छ अब चाहिँ उहाँहरूलाई चाहिँ छुट्याउनु साह्रो पर्छ है घर जान मान्दैन तिमीमा बस्नुको फाइदै फाल्टो है तपाईँले हेर्न सक्नुहुन्छ अर्ग्यानिक रमभेडा टमाटर चाहिँ बारीबाट भर्खरै ल्याएको छ एकदमै रमभेडा एकदम लटरम्मै फलिरहेको छ र हेर्नु सक्नुहुन्छ तपाईँले है रमभेडा पनि पाइयो उल्टा खाजा पनि मजाले भुटेको चाना हेर्नुहोस् घर जाने कुरै छैन दुईजना खेलेको है नानीहरू जसरी भेटेपछि दिनरात सँगै बिताउनु खोज्छ है छोरा बुबुलाई अब जानुपर्छ खेलिबस्नु हुँदैन तिमीहरू ल घर पनि जानुपर्छ यो त फेरि माथि मसँग पनि यसरी खेल्नु खोज्छ नि त लडी कि नगर नानी ए छोरा है लु दुईजना कतिसम्म खेल्ने दुईजना को हो दुईजनालाई है यहाँ पनि लड्नु खोज्छ लु हिँड बाटिनुपर्छ मजानु हिँड बिचरा हाम्रो इभानले चाहिँ है बुबुलाई छोड्नु मानेको छैन नानी इभानले फेरि साथीहरू कसैले छोड्नु मान्दैन सँगै लाग्छ नानी जाँदैन बुबु हिँड न ए जाँदैन अरे बुबु ल हेर्नुहोस् गाउँघरको चाहिँ रन्सनहरू चाहिँ है नेक्स्ट लेभल हुन्छ है तपाईँले देख्न सक्नुहुन्छ फेरि म बाटोमा बिसाइरहेको घाँसको बारीमा आइपुगेको छु अघि नाना दिनुभएको टमाटरलाई यसरी है राखेर घर लाँदैछु साथीहरू भर्खरै चाहिँ है घरमा आइपुगेको छु र अहिले गाईहरू देखाउँदैछ है र यो समर भेकेसन चाहिँ मेरो यसरी बित्दैछ तपाईँको के कस्तो छ कमेन्टमा प्रतिक्रिया जनाइदिनुहोस् होला